सो हेलो नमस्ते इट्स मी डिपेन्ड एक्सपेरिमेन्ट युट्युब च्यानलमा चाहिँ स्वागत छ। सो आजको यस भिडियोमा चाहिँ मैले एउटा वाइफाई रिलेटेड ग्याजेट गराएको छु, जसमा चाहिँ नोट एमसी ESP8266 मोडुल, चार्जिङ मोडुल र एउटा ब्याट्री चाहिँ युज भएको छ। यसलाई चाहिँ मैले भेपको केसमा यसरी राखेको छु, जस कारणले चाहिँ यो इजी टु क्यारी होइन, गोजीमा राखेर जता पनि लग्न मिल्यो। र यो चाहिँ वाइफाई रिलेटेड ग्याजेट भएको कारणले चाहिँ हामीले योदेखि चाहिँ वाइफाईको रेन्ज एक्सटेन्ड गर्न सक्छौँ होइन। वाइफाई डिटोर मतलब वाइफाई जाम टाइपले चाहिँ गर्न मिल्छ, चाहिँ यसरी चार्ज गर्न मिल्छ यसलाई। ओके, सो यसलाई चाहिँ म अन गर्छु। अन गरिसकेपछि यहाँ चाहिँ ब्लू कलरको लाइट चाहिँ इन्डिकेट हुन्छ। ओके, सो आफ्नो मोबाइलमा जाने, मोबाइलमा गइसकेपछि यसलाई रिफ्रेस गर्ने। रिफ्रेस गरिसकेपछि यहाँ डिपेन्ड आरएम देखाएको छ, यसमा चाहिँ मैले आफ्नो नाम राखेको छु। सो यसलाई चाहिँ यसमा गएर ड्युटर टाइप गर्ने हो क्या। ओके, यो कनेक्ट भइसकेपछि चाहिँ यसरी एउटा पेजमा लाग्छ। यो चाहिँ नेडर क्याप V.2.7 रहेको छ। यहाँ चाहिँ नोटिसहरू तपाईँले पाउन सक्नुहुन्छ। सो जाने, भित्र जाने। सो यहाँ चाहिँ तपाईँको घरको वरिपरि जति पनि वाइफाई छ त्यसको नाम सो गरिरहेको छ यसमा चाहिँ। ओके, जस्तै म तपाईँलाई चाहिँ एउटा गराएर देखाउँछु। यो चाहिँ मेरो वाइफाई रहेको छ, आफ्नै वाइफाई। सो यसमा चाहिँ सिलेक्ट गरेर म चाहिँ यसको रेन्ज एक्सटेन्ड गरेर देखाउँछु, एक्सटेन्ड रेन्ज। यसमा गएर चाहिँ आफ्नो वाइफाईको पासवर्ड राख्नुपर्ने हुन्छ। सो मैले चाहिँ आफ्नो वाइफाईको पासवर्ड राखिसकेको छु। त्यो चाहिँ अन रहेको छ। ओके, कनेक्ट गर्ने यसलाई। कनेक्ट गरिसकेपछि यसमा एउटा माथिको वाइफाई जान सक्छ। ओके, रिफ्रेस भयो होइन त? रिफ्रेस भइसकेछ। यसमा वाइफाई रिफ्रेस गरौँ। सो तपाईले देख्न सक्नुहुन्छ यहाँ मगर डिपेन्ड देखाएको छ। सो मैले चाहिँ उता सेटिङमा चाहिँ आफ्नो नामहरू राखेको छु। सो यसमा चाहिँ मेरो नाम देखाइरहेको छ। मगर डिपेन्डमा कनेक्ट गरौँ। सो यसको पासवर्ड चाहिँ डिटोर रहेको छ। डिटोर, ओके, डिटोर रहेको छ। ओके, कनेक्ट। ओके, मगर डिपेन्ड कनेक्ट भइसकेको छ। यहाँ चाहिँ कनेक्ट देखाएको छ। सो हामी चाहिँ युट्युब चलाएर देखाउँ यसमा। नाम चाहिँ देख्न सक्छ, मगर डिपेन्ड। ओके, चाहिँ पर्फेक्ट तरिकाले चाहिँ काम गरिरहेको छ। आजको रिपिटर चाहिँ यो काम गरिरहेको छ। मेन राउटरसँग कनेक्ट भएर चाहिँ यो आफ्नो चाहिँ रेन्ज बढाएर चाहिँ यता फालिरहेको छ, जस कारण चाहिँ हामीले यहाँ युट्युब हेर्न सकिरहेका छौँ। यसलाई चाहिँ हामीले एक टाइपले चाहिँ वाइफाई रिपिटर यानि कि रेन्ज एक्सटेन्डर। यदि चाहिँ तपाईँको कुरामा चाहिँ सिग्नल एउटा मात्र टिप्छ र सिग्नल लो छ, युट्युबहरू हेर्नु पनि गाह्रो छ भने चाहिँ यसको युज गर्न सक्नुहुन्छ। नोट एमसी ESP8266 को युज गरेर चाहिँ तपाईँले आफ्नो कोठामा चाहिँ रेन्ज बढाउन सक्नुहुन्छ यसको युज गरेर एज अ रिपिटरको। र अर्को चाहिँ हामीले यसलाई चाहिँ वाइफाई डिटोर यानि कि यसको युज गरेर चाहिँ हामीले एक टाइपले चाहिँ अरूको वाइफाईको पासवर्ड चाहिँ हामीले इजिली चाहिँ हेर्न सक्छौँ। ओके, हेर्न सक्छौँ यानि कि क्र्याक गर्न सक्छौँ पासवर्ड। ओके, यानि कि एक टाइपले ह्याकिङ जस्तै त हो, तर ह्याकिङ चाहिँ भन्न मिल्दैन। यो चाहिँ पासवर्ड देखाइदिन्छ अरूको वाइफाईको। सो त्यो प्रक्रिया चाहिँ मैले गराएर देखाइनँ। सो यसको युज गरेर चाहिँ त्यो पनि गराउन मिल्छ। वाइफाई डिटोर इभल ट्युनहरू चाहिँ युज गरेर चाहिँ वाइफाईको पासवर्ड इजिली चाहिँ क्र्याक गर्न मिल्छ यसको युज गरेर। सो आजको यस भिडियोमा चाहिँ यति नै। भिडियो मन परे लाइक गरिदिनु, च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु हस् त।